असर लाग्यो, कहिले घाम कहिले पानी यस्तै भइरहेछ होइन। सो हेलो फ्यामिली, के छ मेरो चाहिँ ठिकठाक छ है त, अनि हजुरहरूको पनि ठिकठाक नै होला। अनि आज चाहिँ शनिबारको दिन चाहिँ स्कुल पनि बिदा हुन्छ नि त। अनि म चाहिँ बिहान मुखसुख धोएर नास्ता सास्ता खाएर बाडी खन्नतिर लागेँ। खन्नुपर्ने चाहिँ एउटा गडा मात्रै रहेछ। म चाहिँ खन्दै बस्दै गरेर आधा घन्टामा एउटा गडा सकियो। फेरि पाइपमा चाहिँ पानी आइराखेको थिएन। म चाहिँ खोलातिर पानी फेर्न गएको त पानी अर्कै ठाउँमा भाँचेको रहेछ। फेरि पानी परेको दिन चाहिँ पाइप नै बगाउने गरी खोला आउँछ, अनि पानी नआएको दिन चाहिँ बिल्कुल नै पानी हुँदैन। खेती लगाउनु पनि यति अप्ठ्यारो छ है गाइज, पानी नै पाइन्न। आज उसँग झगडा गर्ने, भोलि उसँग झगडा गर्ने, पानीको लागि यस्तो समस्या भइरहेछ गाइज। फेरि म चाहिँ पानी सानी लगाएर हात खुट्टा धोएर म चाहिँ फेरि बजार जानको लागि पर्थ्यो। आज चाहिँ अनिसको रोपाइ 2 केजी मासु ल्याउन बजार जानुपर्ने रे मामाले भनेको। फाइनली गाइज बजार पनि लाग्यो। बजार पुग्न चाहिँ 16-17 मिनट जति लाग्छ। बजार पुगेर चाहिँ मैले फुपूलाई भने, फुपू 2 किलो मासु बनाइदिनु भनेर। फेरि मासु चाहिँ हामी आफै काटेर ल्याउँछौँ। फेरि मैले मासु ल्याएर चाहिँ दिदीको हातमा दिएँ। त्यसपछि चाहिँ म लागेँ जङ्गलतिर बाख्रा लिएर। आज चाहिँ हाम्रो च्याउ टिप्ने प्लान थियो। भाइले चाहिँ 2-3 वटा च्याउ पहिल्यै पाइसकेको थियो। मैले चाहिँ जङ्गलमा एउटा रिल पनि बनाएको थिएँ। मैले चाहिँ भाइलाई भनेको थियो त बाख्रा हेर्दै गर, म च्याउ टिपेर ल्याउँछु, हामी दुई मिलेर हाफ लिनुपर्छ भनेर। भाइले चाहिँ बाख्रा हेर्दै गरेको थियो। फाइनली गाइज यति ठुलो जङ्गल घुमेर यति च्याउ पाइयो। फेरि चाहिँ बाख्रा पनि घरतिर लागेका थिए, हामी पनि घरतिर लाग्यो। घरमा आएर चाहिँ मैले र अनिसले भलिबल खेलेँ, तर सटै लागिराखेको थिएन। धेरै दिनपछि भलिबल खेल्दा त। आजको भिडियो चाहिँ यति नै। थ्याङ्क्स फर वाचिङ द नेक्स्ट भिडियो एन्ड बाई।